साथीहरु, गुड इभिनिङ एन्ड नमस्ते सबैजनालाई। अनि हामी पनि फेरि आइसकेका छौँ नयाँ भिडियो लिएर। समझ रहे हो हामी चाहिँ आज यसो घुम्नको लागि जान लागेको छौँ डेभिस फल्सतिर। तपाईहरु पनि जान चाहनुहुन्छ भने आउनु होला, एकदम राम्रो छ। हामी चाहिँ 5-6 जना हुँदै जान लागेको छौँ के डेभिस फल्स हेर्नको लागि। कस्तो लाग्छ हामी यहाँ निस्केदेखिबाट बनाउँदै जान्छौँ। इति भए पनि सबैलाई इति देखाइदिन्छौँ, भिडियो हेर्दै गर्नु होला है। दिगो पाटन आइसक्यौँ साथीहरु है त। यो चाहिँ दिगो पाटन भन्छ यसलाई, चौतारो है चाहिँ। यहाँ चाहिँ खेल्ने ठाउँहरु पनि टन्नै छ। यो चाहिँ दिगो पाटन चौतारो हो साथीहरु हैन। हामी चाहिँ दिगो पाटन चौतारो हुँदै लेक साइड हुँदै जाने हो। लाउने मानिन्छ त्यो लाइदिनु र लेक साइडको हलनचोकनेर आइपुग्न लागिसक्यो। साथीहरु हैन, हामी चाहिँ यो हलनचोक चोक अरे भइरहेको छ यो लेक साइड हो है त। अहिले लेफ्ट साइडमा चहल पहल एकदम मजाको हुन्छ। लेफ्ट साइड एरियातिर छौँ, लेफ्ट साइड हुँदै जाने हामी चाहिँ लेफ्ट साइड हुँदै। लेफ्ट साइड हुँदै आइसक्रिम खाने है छोरीले। ल आइसक्रिम आइसक्रिम नखाने आइसक्रिम यता हेर छोरी। अरे ह्यान्ड छोरी कुदेछ। हामीले साथै सेन्टर पोइन्टतिर आइपुगिसकेका छौँ। यो चाहिँ बिरौटा चोक है साथीहरु है। यहाँबाट चाहिँ हामी डेभिस फल जान लागेको खासमा साथीहरु हैन। हामी चाहिँ डेभिस फलतिर जान लागेको साथीहरु हैन। अब यहाँबाट चाहिँ जान्छौँ फेरि गाइड गरेर। महादेव आइसकेका छौँ साथीहरु है, हेर्न सक्नुहुन्छ हैन। आइसकेको छौँ, अब भित्र प्रवेश गर्ने ठाउँ। तर यहाँको चाहिँ यस्तो रमाइलो देखिन्छ हैन। यहाँबाट सबै आइसि माथिबाट यस्तो छ हैन साथीहरु। आउँदाखेरि नझुकिनु होला है त। यहाँबाट छिर्नुपर्छ। यो भित्र छिर्नुपर्छ हैन साथीहरु। हामी चाहिँ हामी चाहिँ गुफा प्रवेश गर्ने ठाउँमा आइसक्यो साथीहरु हैन। चाहिँ हामी आइसकेका छौँ फाइनल्ली गाइज। हामी चाहिँ फाइनल्ली गाइज गुप्तेश्वरमा आइसकेका छौँ हैन। हजुरहरू पनि हेर्न सक्नुहुन्छ। यस्तो तल यस्तो पहुँच छ। यहाँबाट जाने हामी चाहिँ फाइनल्ली हैन रमाइलो छ। हामी चाहिँ आइसकेका छौँ हैन। यस्तो रमाइलो छ हैन। हजुरहरू पनि आउन सक्नुहुन्छ। वरिपरिको दृश्यहरू यस्तो रमाइलो छ हैन। हेर्नुहोस् हैन। यहाँ चाहिँ राम्रो मन्दिर बनाएको विष्णु भगवान हैन। काठमाडौँ
अकुन छ हेर्नु अकुन हिँड्दै जानु न ल जिउ गर्दै ल जिउ 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 ल जिउ गर्दै है जिउ गर्दै अब है उयो जिउ त्यो ल अब जिउ गर जिउ जिउ गर जिउ ल यसो गर्ने यसो यसो गर्ने बिरङ ल जिउ गर छोरी उसले फेरि सबलाई ढोक्दै नि अब तिमीसे ढोकेर त लाग्छ ल यहाँ चाहिँ हात एउटा छ यहाँ ढोकी पाउँछौ ल ल गरम गर्नु अच्छा वाला है इधर देखो भाई थैंक यू देखो इधर अच्छा वाला है फोटो एक बार अच्छा है एक बार हम लोग लिए आप लोग भी आएगा इधर भाई लोग देखो एक बार कैसा है बहुत अच्छा लुक आंटी लोग दिख रहा है इधर स्लिप नहीं होना समो नानीलाई समझ हाई कर दो समो बच्चे पैदल से आना 15 किलोमीटर रोको एक बार ये खबर को 1 किलोमीटर गत कस्तो कस्तो छ हात के सब आउन चाहिँ छोरी बिस्तार तारे पह छोरी पह पह ए पह ओ पह पह ए पहाड़ को नीचे पहाड़ को नीचे देख ऐसा ऐसा है यस्तो पानी थिएन पहिला यताबाट घर पह छोरी पह पह ओ साथीहरु देख्नुहोस् यसरी हामी चाहिँ यहाँ आउनु भएको नि तपाईहरु हैन हामी जस्तो छ है लौको कम नानीले यसो जानुपर्छ साथीहरु हैन यो छाग है साथीहरु देख्नुहुन्छ हैन डर लाग्छ ये बास्तो छ पानी पानी छुएको है डर लाग्दो छ भित्र त पानी साथीहरु हैन पानीमा चिपिएको छ म चाहिँ यहाँ हिँडिरहेको छु दौडेर हे साथीहरु यस्तो माथि जस्तो छ नि त यो भित्र कस्तो छ के ठाउँ पनि यहाँ आम्मा डेन्जर के उता नजाऊ है हेर्नुस् आम्मा डेन्जर ठाउँ छ यार जय भगवान की जय आमा यस्तो माथि हेर्नुहोस् न डेन्जर छ क्या ठाउँ त पानीको छारै नदेख्ने साथीहरु डेन्जर छ भित्र त ए बा यो भित्र मन्दिर छ नि साथीहरु शिव भगवानको मूर्तिहरु जय शिव भगवान जय रक्षेश्वर भगवान जय माता हेर्नुहोस् त कस्तो कस्तो रङ्गी छ
साथीहरू नि त सुरुङ छ क्या साथीहरू, यस्तो सुरुङभित्र क्या पानी। ए बाबा बाबा डेन्जर छ क्या पानी कि नदेखेर होइन, पानीको मुस्ले यस्तो खतरा रहेथ्योहरू। म त हक्कै पऱ्यो साथीहरू, धेरै म चाहिँ बस्दा छ क्या यो सब नम्बर छैन यस्तो मुनि मुनि यो त जुन छ क्या यहाँ लड्यो भने त भित्र ओ माई गड देख्न सक्नु धेरैको पानी छिरेको ठाउँ देख्नु सक्नु ऊ त्यहाँ माथिबाट साथीहरू त्यहाँबाट पानीको फालिरहेको छ होइन, देख्न सक्नु कस्तो छ हेर्नु त। भित्रलाई चाहिँ पातलो छान्छ होइन, अबाट पानी फालिरहेको छ होइन, फालिरहेको छ पानी फालिरहेको छ। यस्तो खतरा ठाउँ छ कि हो त्यो पानी आएको छैन त्यहाँ, डेन्जर छ साथी। फोटो मंचिगा वस्तुंది हामी यस्तो आइरहेको छौँ हेल्थ चाहिँ कस्तो छ हजुर आउनु भएन डेन्जर ठाउँ छ क्या हाम्रो चाहिँ रमाइलो पनि छ एकदम टेन्सन हुन्छ यो त छाँगा हुन्छ यो पुरै पानीको छाँगा हो माथिबाट छाँगा भित्र मुनि मुनि छिरेको पानी होइन यति माथि छ कि हेर्नु नि साथी माथि देख्न नसक्ने छ क्या गाह्रो होइन अहिले टेन्सन हुँदैन यस्तै डिस्टर्ब छ डर लाग्यो मलाई साथीहरू म चाहिँ उँभो छोडेँ यस्तै छैन डर लाग्यो मलाई ए पानी देखिन्छ खासै राम्रोसँग देखेन देखिन्छ जाउँ ए के छ बे हेलो छोरी हेलो जाउँ हामी पातैसँग आयौँ जाउँ ल राम्रो है ढुङ्गाको पत्र देखाइ न यो चाहिँ पत्र छ होइन साथीहरू सबै आफै मिलेर बनेको क्या साथीहरू यो हेर्नु न यहाँ कस्तो छ आफै मिलेर बनेको क्या यो मुनि यो चाहिँ आफै बनाएको हो क्या यो आफै बनेको क्या यो कृतिकले बनाएको हो यस्तो भित्र पानी चाहिँ छ क्या निस्केको साथीहरू ल फोटो खिच्ने हो ल यहाँ बस्छ छोरी ल हेलो गर ल हेलो पुप्पो गरिदेऊ ल हेलो हाई गरिदेऊ छोरी रेलिङ थिएन नि तल उभाउने ठाउँमा अहिले रेलिङ बनाएछ तल रेलिङ थिएन नि त्यो तल पनि ढुङ्गाहरू राखेर छापेको थिएन यस्तो डेन्जर बनाएको छ कुना कुनामा धीरे फर्किँदाखेरि चाहिँ बना त्यसरी दौडी साथीहरू हेर्नु यहाँ धेरै ठुलोसोले बोल्नु हुन्न नमस्ते हो देख्नु साथीहरू कस्तो छ हाम्रो पछाडि 3 जना आएको छौँ यहाँ चाहिँ पसिनै भएको छ भने
पसिना आएको चाहिँ फोटो खिच्न दिँदैन, त्यही भएर हामी बिस्तारै दौडेर आएको त्यस्तो खतरा छ। टिका रञ्जन त्यहीबाट हामीले यताबाट नि यताबाट त्यो प्राकृतिकले यस्तो राम्रो बनाएको छ कि साथीहरू। हेलो साथीहरू, हामी चाहिँ फर्किँदैछौँ होइन। उकालै उकालो छ, मान्छेहरू टन्नै हुनुहुन्छ, घुम्न आउने मान्छेहरू उहाँहरू हुनुहुन्छ। मेन गेटबाट 150वटा सिडी छ यहाँबाट चाहिँ साथीहरू। त्यहाँभित्र चाहिँ भिडियो बनाउन पाइँदैन, त्यही भएर हामीले यहाँ माथि आएर फर्केर आउँदाखेरि मात्रै भिडियो बनाउँदैछौँ कि तल चाहिँ बनाउन दिन्नन् कि। हेर्नु अहिले त बत्ती हालेर धेरै व्यवस्थित भइसकेछ। ओडारै ओडा यहाँबाट भित्र जाने हो। यहाँ चाहिँ मूर्ति हुनुहुन्छ। जुगारो छोरा हात निउडु गर्नु। यो भित्र हेर्नु, यसरी ढुङ्गा खप्टाउँदै राख्यो भने चाहिँ मनको इच्छा पुरा हुन्छ अरे भन्ने सुनेको होइन। थाहा भएन। ल त साथीहरू, हामी यहाँ डेभिस फल्सबाट पनि पातालछाङ्गा हेरेर पनि बाहिर निस्किसकेको अवस्था। ल साथीहरू, पातालछाङ्गाबाट चाहिँ आजको लागि यति नै। हामी ठ्याक्कै बाहिर निस्केको अवस्था। साथीहरू बाई बाई। साथी भित्र चाहिँ फोटो र भिडियो खिच्न पाइन्थेन, तैपनि हामीले लुकीचोकी खिचेका हौँ है त साथीहरू। आउँदै हुनुहुन्छ मान्छेहरू चाहिँ। ल हामी अहिले गुप्तेश्वरबाट चाहिँ भिडियो यति नै है त साथीहरू। अब उतापट्टि अर्को साइडमा गयो भने हामी अर्कोपट्टिबाट पनि भिडियो गर्नेछौँ र साथीहरू। साथीहरू हामी चाहिँ घुमिसक्यौँ होइन। घुमेर फर्केको यहाँबाट चाहिँ अब निस्किनु सकेको। हजुरहरूले पनि आउनु भएको छैन भने आउनु होला, घुम्नु होला, राम्रो छ, रमाइलो छ होइन। हामी चाहिँ घुमिसक्यो, रमाइलो भयो, राम्रो लाग्यो। र म नि यहीँ धेरै वर्ष बस्दा पनि यहाँ आएको थिइनँ, आज स्वयं बस जुर्यो। साथीहरू आयौँ होइन, हजुरलाई कस्तो लाग्छ